Hello everyone, welcome to back my YouTube channel again. हामी चाहिँ सिम्प्लिफिकेसनको पार्ट नम्बर 1 मा चाहिँ हामी सिम्प्लिफिकेसनको मिनिङ र कन्सेप्ट्सहरु र रुल्सहरु मात्र हेरेको थियौं। यसमा चाहिँ हामी के गर्छौं अब यो पार्टमा हामी चाहिँ केही क्वेशन्सहरु सल्भ गर्छौं सिम्प्लिफिकेसनको। जस्तै क्वेशन सल्भिङ अफ सिम्प्लिफिकेसन। सो यहाँ चाहिँ मैले एउटा क्वेशन्स लिइसकेको छु अनि यो क्वेशन्स को थ्रु जुन हामीले थ्योरी पढेको थियौं उता कन्सेप्ट पढेको थियौं ट्रिक्सहरु पढेको थियौं त्यो चाहिँ यो क्वेशनमा हामी एप्लाई गर्छौं आज। ओके ल ठीक छ। अब यहाँ स्टार्ट गरौँ। हामी यो क्वेशन्सलाई सल्भ गर्नको लागि स्टार्ट गरौँ। हामीले सिम्प्लिफिकेसन गर्नको लागि हामीले के भनेथ्यौं एउटा रुल बोधमास रुल भन्थ्यौं हैन। बोधमास रुल भनेथ्यौं जसमा बी चाहिँ ब्रैकेट थियो, ओ चाहिँ अफ थियो, डी चाहिँ डिभिजन थियो, एम चाहिँ मल्टिप्लिकेसन, ए चाहिँ एडिसन, एस सब्ट्र्याक्सन थियो। ओके ल अब मैले के भने थिए यो बोधमास जुन छन् यी लेटर्सहरु जुन छन् अर्डरमै आउँछन्। यी लेटर्सहरु केमा आउँछन् अर्डरमै आउँछन्। पहिला ब्रैकेट हटाइन्छ, त्यसपछि अफ गरिन्छ, त्यसपछि डिवाइड, त्यसपछि मल्टिप्लिकेसन, यस्तै अर्डरमा यिनीहरुलाई गरिन्छ। सो यो क्वेशन्सलाई सल्भ गर्नको लागि पहिला हेर्नुस् त यसमा कहीं ब्रैकेट छ छैन। यसको मतलब यो चाहिँ ब्रैकेट क्यान्सल भएन। ब्रैकेट छैन भने यो बी वाला रुल भएन। अब हेर्नुस् कहीं अफ छ अफ पनि छैन। यसको मतलब यो पनि क्यान्सल, यो पनि भएन। अब हेर्नुस् कहीं डिभिजन छ, यस डिभिजन चाहिँ दुईटा छ, एउटा यहाँ छ एउटा यहाँ छ। सो अब के गर्न पर्यो बी ब्रैकेट छैन अफ छैन तिनीहरुको कामै लागेन। तर डी छ डिभिजन छ भने हामीलाई डिभिजन पहिला सल्भ गर्न पर्यो। ओके अब यो क्वेशन्सलाई सल्भ गर्नको लागि हाम्रो मेन फोकस मात्र डिभिजन वाला नम्बरमा मात्रै हुन पर्यो। अरु रेस्ट अफ जति नम्बर छन् सबैलाई केही पनि नछुने, छुँदै नछुने। हाम्रो मेन फोकस कहाँ हुन पर्यो डिभिजनमा हुन पर्यो। जस्तै डिभिजन गर्न पर्यो हैन पहिला। सो जतिवटा डिभिजन दिएछ त्यो सबै डिभिजनलाई एकै पटक गर्दियौं। यहाँ चाहिँ दुईटा डिभिजन दिएको छ भने यो दुईटा डिभिजनलाई एकै पटक गर्दियौं। ल अरु चाहिँ छुँदै नछुने। सो यसको सोलुसनमा के हुन्छ सोलुसनमा यो डिवाइड छ हैन, यो डिभिजन छ, यसलाई डिवाइड गरिदिनुस्। सो यसलाई डिवाइड गर्ने हुन्छ भने के हुन्छ 5 9 जा 45। सो यहाँ चाहिँ के आउँछ 9 आउँछ प्लस प्लसको प्लस यहाँ पनि डिभिजन छ एउटा 4 3 जा 12 यो के भयो 3। अनि अरु चाहिँ के गर्ने सेम त्यस्तै कपी गर्दिने -3 * 2 + 10। ओके अब हेर डिभिजन चाहिँ भ्याइयो, हाम्रो डिभिजनको काम सक्यो। अब हेर्नुस् कहीं डिभिजन छ छैन, इट्स मीन यो पनि भयो। अब के गर्ने एम हेर्नुस् त मल्टिप्लाई, यहाँ कहाँ मल्टिप्लाई छ यसमा छ, यहाँ एउटै मात्रै मल्टिप्लाई छ, एउटै मात्रै मल्टिप्लाई छ भने के गर्ने यसलाई पहिला फोकस गर्ने। अरु चाहिँ के गर्ने रेस्ट राख्ने, छुँदै नछुने। हाम्रो मेन फोकस कहाँ हुनु पर्यो मल्टिप्लाईमा जानु पर्यो मात्रै। ओके सो अरुलाई सेम लेखिदिनुस्, यो दुईटालाई सल्भ गर्नुस् भने 9 + 3 - 3 2 जा 6 + 10। ओके ल हाम्रो एम पनि सक्यो मल्टिप्लाई पनि सक्यो भने एम सक्यो, यसलाई पनि कट गर्दियौं। अब के बच्यो एडिसन। यहाँ कहीं एडिसन छ यहाँ पनि एउटा एडिसनको साइन छ, यहाँ पनि एउटा एडिसनको साइन छ। अनि हामीलाई के थाहा छ कुनै पनि नम्बर लेखिएको छ भने जुनसुकै नम्बर होस् यो यसरी लेखिएको छ भने यसको अगाडि कुनै साइन छैन भने कुन साइन छ अलवेज प्लस छ यस भने यहाँ कुनै साइन लेखे छैन भने यसको अगाडि कुन साइन छ अलवेज प्लस छ। लेखेको छैन तर के छ प्लस छ। ओके भने अब प्लस गर्न पर्यो, जतिवटा प्लस छन् सबैलाई के गर्दिने जोड्दिने। यो पनि प्लस 10 प्लसमा छ, 3 प्लसमा छ, 9 प्लसमा छ भने सबैलाई के गर्दिने अब जोड्दिने। भने यो सबै जोड्नु हुन्छ भने के आउँछ 9 3 12 10 22 अनि यो -6। ओके लास्टमा के बच्यो सब्ट्र्याक्सन भने सब्ट्र्याक्ट गरिदिनु। अब कति आउँछ ल यो सब्ट्र्याक्ट गरिसकेपछि कति आउँछ 16।
ओके, यही नै हाम्रो के हो एन्सर भयो यो क्वेसन्सको। ओके, यसमा हेर्नु त, यसमा चाहिँ ब्रेकेट अफ कुनै पनि थिएन, सिम्पल टाइपको क्वेसन थियो, भयो हैन, कन्सेप्ट पनि क्लियर भयो। ओके ओके, लेट्स मुभ एनदर क्वेसन। सेकेन्ड क्वेसनमा के छ त्यो हेरौँ। ओके, सेकेन्ड नम्बरमा के छ हेर्नुस्, यो एउटा क्वेसन छ, त्यसमा अब हामी बोधमास रुल यसमा पनि युज गर्छौँ। हेर्नुस्, यो 2-3 वटा क्वेसनमा लेखाउँछु, त्यसबाट हजुरले पुरै कन्सेप्ट्सहरू सिकेर यो 3-4 वटा क्वेसन्स यदि सल्भ गर्न सक्नुभयो भने जुनसुकै क्वेसन्स आओस् सल्भ गर्न सक्नुहुन्छ बोधमास रुल युज गरेर। अब हेर्नुस्, यहाँ चाहिँ बोधमास रुल युज गर्ने पहिला बी भनेको ब्र्याकेट। अब हेर्नुस् त, ब्र्याकेट हेर्नुस् यसमा कहाँ छ, यहाँ पनि ब्र्याकेट छ, यहाँ पनि ब्र्याकेट, यहाँ पनि ब्र्याकेट, यो पनि ब्र्याकेट। यसको मतलब बी भनेको ब्र्याकेट, अनि ब्र्याकेटमा पहिला के भनेको थिएँ मैले, सबभन्दा पहिला कुन ब्रेकेट हटाइन्छ, स्मल ब्रेकेट। सो पहिला हाम्रो आँखा कहाँ जान पर्यो, स्मल ब्रेकेट तर्फ। यहाँ एउटा स्मल ब्रेकेट छ, यहाँ एउटा स्मल छ, यहाँ एउटा स्मल छ, अरू सबै छुँदैन छुने, मात्र पहिला स्मल ब्रेकेटलाई सल्भ गर्नुस्। ल सल्भ गरौँ। -13 अनि यो के छ, यहाँ कुनै नम्बर छैन भने, एकैको अगाडि कुनै नम्बर छैन भने 1 छ, के छ 1 छ। अनि मैले के भनेछु, एउटा कन्सेप्ट के याद राख्नु, -1 इन्टु -1 वा 2 -2, यो जब मल्टिप्लाई हुन्छ नि, यो दुईटै नम्बर यदि मल्टिप्लाई हुन्छ भने साइनसित मल्टिप्लाई हुन्छ, नम्बरसित मल्टिप्लाई हुन्छ। अनि मैले पार्ट 1 मा यसको साइनको मल्टिप्लिकेसन मैले सिकाइसकेको छु। माइनस इन्टु माइनस के हुन्छ, प्लस हुन्छ भने, यो दुईटा जब माइनस हुन्छ भने, यो दुईटा प्रोडक्ट हुन्छ भने प्लस हुन्छ, अनि नम्बरको जब प्रोडक्ट गर्नुहुन्छ 2 हुन्छ, यसको मतलब पोजिटिभ 2 आउँछ। त्यही भएर अब यहाँ हेर्नुस् त, यहाँ चाहिँ केही छैन भने माइनस इन्टु प्लस के हुन्छ, माइनस। यो रुल मैले सिकाइसकेको, यो थाहा हुन पर्यो। अनि 1 इन्टु 4 4 सक्यो, यो चाहिँ स्मल ब्रेकेट सोल्भ। अब यहाँ चाहिँ डिभाइड 2, त्यसपछि -3 बिग ब्रेकेट माइनस कर्ली ब्रेकेट। अब यो दुवै बिग ब्रेकेट, यो दुवै स्मल ब्रेकेटलाई सल्भ गर्नुस्। माइनस इन्टु माइनस प्लस 7 3 जा 21 हुन्छ, यो माइनसमा मल्टिप्लाई हुन्छ, यो बिचमा मल्टिप्लाईको साइन छ कि छैन, छ। माइनस इन्टु माइनस प्लस 7 3 जा 21, ओके। अनि -5 कर्ली ब्रेकेट बिग ब्रेकेट। अब अहिले पनि ब्रेकेट पुरै सल्भ भएको छैन, जबसम्म ब्रेकेट पुरै सल्भ हुँदैन यताको क्वान्टिटीलाई नछुने, पहिला ब्रेकेट सल्भ गर्नुस्। ल अब -13 अरू सबैले त्यतिकै लेख्नुस्। अब यो ब्रेकेटलाई सल्भ गर्नुस्। हेर्नुस्, अर्डरमै ब्रेकेट्सहरू पनि अर्डरमै आउँछन्, त्यो पनि फर्स्ट भिडियोमा मैले बताइसकेको छु। पहिला स्मल ब्रेकेट आयो होइन, स्मल ब्रेकेट, त्यसपछि कर्ली ब्रेकेट, त्यसपछि बिग ब्रेकेट। स्मल ब्रेकेट सकिसक्यो, कर्ली ब्रेकेटको पालो आयो अब। ओके, -4 डिभाइड बाई 2 -3 बिग ब्रेकेट माइनस। अब यसलाई सल्भ गर्नुस्, यहाँ केही छैन भने 1 छ, यो याद राख्नु सधैँ। यहाँ -1 छ, यसलाई सल्भ गर्नुहुन्छ भने 21 बाट 5 घटाउनुहुन्छ, कति आउँछ 16। तर यसलाई जब सल्भ गर्नुहुन्छ, मानलिउँ यो 21 - 5 इक्वल टु कति हुन्छ 16। तर जब यो ब्रेकेट हट्छ त यहाँ त मल्टिप्लाईको साइनको छ, यो ब्रेकेट हट्यो भने यहाँ कुन साइन छ, मल्टिप्लाई, भने यो +16 हुन्छ, भने प्लस इन्टु माइनस इक्वल टु माइनस हुन्छ हैन, माइनस हुन्छ। अनि 16 इन्टु 1 16 हुन्छ, बुझ्यो। साइनको मल्टिप्लिकेसन, नम्बरको मल्टिप्लिकेसन, ओके। अनि बिग ब्रेकेट, ओके, यो भयो हैन, बिग ब्रेकेट। अब चाहिँ लास्ट ब्रेकेट एउटा बचेछ भने अरू सबैले सेम लेख्नुस्, यसलाई फोकस गर्नुस्। -13 - 4 डिभाइड बाई 2 माइनस। अब हेर्नुस्, यहाँ कुनै साइन छैन, मल्टिप्लाईको साइन लुके छ। अब यो निस्कन्छ भने बाहिर, यो जब ब्रेकेट हट्छ भने यो माइनससित मल्टिप्लाई हुन्छ भने +3 16 सित मल्टिप्लाई हुन्छ, कति हुन्छ 16 3 जा 48, ओके। अब
अब चाहिँ बोधमास रुल यहाँ युज गरौँ। पहिला के गर्ने, डिभाइड गर्ने। सबभन्दा पहिला के गरिन्छ, डिभाइड गरिन्छ। हेर अब -13 अनि यहाँ के डिभाइड गर्छ भने के आउँछ, -2 प्लस 48। अरू त अब सकिन्छ हैन। अब त प्लस गरिदिने पहिला, यो माइनस माइनस दुईटै छ भने यो माइनसलाई दुईटै मैले के भने थिएँ, यदि साइन चाहिँ सेम छ भने एडिसन गरिन्छ। रुल अफ एडिसनमा इफ दुईटा साइन चाहिँ सेम छ भने एउटा साइनलाई कमन लेखिन्छ, साइनलाई कमन एउटा लेखिन्छ अनि यो दुईटा नम्बरलाई के गरिदिन्छ, जोडिदिन्छ भने 32 15 हुन्छ। अनि यो प्लस 48, अब 48 बाट 15 घटाइदिनु कति आउँछ, 33 आवर रिक्वायर्ड एन्सर। हेर्नुस् यसलाई हेरौँ, हामीले यसमा चाहिँ ब्रेकेट्सको रुल चाहिँ युज गर्यौँ हैन, बक्सको। पहिला ब्रेकेट सल्भ गर्ने। अब ब्रेकेटमा पनि स्मल ब्रेकेट, त्यसपछि कर्ली ब्रेकेट, त्यसपछि बिग ब्रेकेट। ल यो क्वेशन्स पनि भ्याइयो। ओके अब सेकेन्ड क्वेशनमा के छ त्यो हेरौँ। यी खडा रहँदो त देखाकर भिडियो क्वालिटी कम होथ्यो। ओके सेकेन्ड नम्बरमा के छ हेर्नुस्, यो एउटा क्वेशन छ, त्यसमा अब हामी बोधमास रुल यसमा पनि युज गर्छौँ। हेर्नुस् यो 2-3 क्वेशनमा लेखाउँछु, त्यसबाट हजुरले पुरै कन्सेप्ट्सहरू सिकेर यो 3-4 क्वेशन्स यदि सल्भ गर्न सक्नुभयो भने जुनसुकै क्वेशन्स आओस् सल्भ गर्न सक्नुहुन्छ बोधमास रुल युज गरेर। अब हेर्नुस् यहाँ चाहिँ बोधमास रुल युज गर्ने पहिला बी भनेको ब्र्याकेट। अब हेर्नुस् त ब्र्याकेट हेर्नुस् यसमा कहाँ छ, यहाँ पनि ब्र्याकेट छ, यहाँ पनि ब्र्याकेट, यहाँ पनि ब्र्याकेट, यो पनि ब्र्याकेट। यसको मतलब बी भनेको ब्र्याकेट। अनि ब्र्याकेटमा पहिला के भने थिएँ मैले, सबभन्दा पहिला कुन ब्र्याकेट हटाइन्छ, स्मल ब्र्याकेट। सो पहिला हाम्रो आँखा कहाँ जान पर्यो, स्मल ब्र्याकेट तर्फ। यहाँ एउटा बी स्मल ब्र्याकेट छ, यहाँ एउटा स्मल छ, यहाँ एउटा स्मल छ, अरू सबै छुँदैन छुने, मात्र पहिला स्मल ब्र्याकेटलाई सल्भ गर्नुस्। ल सल्भ गरौँ। -13 अनि यो के छ, यहाँ कुनै नम्बर छैन भने यसको ब्र्याकेटको अगाडि कुनै नम्बर छैन भने 1 छ, के छ 1 छ। अनि मैले के भनेछु, एउटा कन्सेप्ट के याद राख्नु, -1 इन्टु -1 वा 2 -2 यो जब मल्टिप्लाई हुन्छ नि, यो दुईटै नम्बर यदि मल्टिप्लाई हुन्छ भने साइनसित मल्टिप्लाई हुन्छ, नम्बरसित मल्टिप्लाई हुन्छ। अनि मैले पार्ट 1 मा यसको साइनको मल्टिप्लिकेसन मैले सिकाइसकेको छु। माइनस इन्टु माइनस के हुन्छ, प्लस हुन्छ। भने यो दुईटा जब माइनस हुन्छ भने यो दुईटा प्रोडक्ट हुन्छ भने प्लस हुन्छ, अनि नम्बरको जब प्रोडक्ट गर्नुहुन्छ 2 हुन्छ, यसको मतलब पोजिटिभ 2 आउँछ। त्यही भएर अब यहाँ हेर्नुस् त, यहाँ चाहिँ केही छैन भने माइनस इन्टु प्लस के हुन्छ, माइनस। यो रुल मैले सिकाइसकेको, यो थाहा हुन पर्यो। अनि 1 इन्टु 4 सक्यो, यो चाहिँ स्मल ब्र्याकेट सोल्भ। अब यहाँ चाहिँ डिभाइड 2, त्यसपछि -3 बिग ब्र्याकेट माइनस कर्ली ब्र्याकेट। अब यो दुवै बिग ब्र्याकेट, यो दुवै स्मल ब्र्याकेटलाई सल्भ गर्नुस्। माइनस इन्टु माइनस प्लस 7 3 जा 21 हुन्छ। यो माइनसमा मल्टिप्लाई हुन्छ, यो बिचमा मल्टिप्लाईको साइन छ कि छैन, छ। माइनस इन्टु माइनस प्लस 7 3 जा 21। ओके अनि -5 कर्ली ब्र्याकेट बिग ब्र्याकेट। अब अहिले पनि ब्र्याकेट पुरै सल्भ भएको छैन। जबसम्म ब्र्याकेट पुरै सल्भ हुँदैन यताको क्वान्टिटीलाई नछुने, पहिला ब्र्याकेट सल्भ गर्नुस्। ल अब -13 अरू सबैले त्यतिकै लेख्नुस्। अब यो ब्र्याकेटलाई सल्भ गर्नुस्। हेर्नुस् अर्डरमै ब्र्याकेट्सहरू पनि अर्डरमै आउँछन्, त्यो पनि फर्स्ट भिडियोमा मैले बताइसकेको छु। पहिला स्मल ब्र्याकेट आयो हैन, स्मल ब्र्याकेट, त्यसपछि कर्ली ब्र्याकेट, त्यसपछि बिग ब्र्याकेट। स्मल ब्र्याकेट सकिसक्यो, कर्ली ब्र्याकेटको पालो आयो। अब ओके -4 डिभाइड बाई 2 -3 बिग ब्र्याकेट माइनस। अब यसले सल्भ गर्नुस्। यहाँ केही छैन भने 1 छ, यो याद राख्नु सधैँ। यहाँ -1 छ, यसले सल्भ गर्नुहुन्छ भने 21 बाट 5 घटाउनुहुन्छ कति आउँछ, 16। तर यसलाई जब सल्भ गर्नुहुन्छ, मानलिउँ यो 21 - 5 इक्वल टु कति हुन्छ, 16। तर जब यो ब्रेकेट हट्छ त यहाँ त मल्टिप्लाईको साइनको छ, यो ब्रेकेट हट्यो भने यहाँ कुन साइन छ, मल्टिप्लाई, भने यो +16 हुन्छ। भने प्लस इन्टु माइनस इक्वल टु माइनस हुन्छ।
माइनस हुन्छ हैन, माइनस हुन्छ अनि 16 into 1 16 हुन्छ। बुझ्यो? साइनको मल्टिप्लिकेसन साइनको मल्टिप्लिकेसन नम्बरको मल्टिप्लिकेसन। ओके, अनि बिग ब्रेकेट। ओके, यो भयो हैन, बिग ब्रेकेट। अब चाहिँ लास्ट ब्रेकेट एउटा बचेछ भने अरु सबैले सेम लेख्नुस्, यसलाई फोकस गर्नुस्। -13 - 4 ए यहाँ प्लस छ हैन, प्लस 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 डिवाइड बाइ 2 हैन यार, माइनस से लेख्न काट के निकल जाएगा। ओके, -13 - 4 डिवाइड बाइ 2 माइनस, अब हेर्नुस् यहाँ कुनै साइन छैन, मल्टिप्लाईको साइन ब्लुकै छ। अब यो निस्कन्छ भने बाहिर, यो जब ब्रेकेट हट्छ भने यो माइनस सित मल्टिप्लाई हुन्छ भने प्लस 3 16 सित मल्टिप्लाई हुन्छ, कति हुन्छ 16 3 जा 6 3 8 एन्ड 3 1 जा 3 4 48 3 20 16 3 जा 48। ओके, अब चाहिँ बोधमास रुल यहाँ युज गरौँ। पहिला के गर्ने, डिवाइड गर्ने। सबभन्दा पहिला के गरिन्छ, डिवाइड गरिन्छ। सबभन्दा पहिला के गरिन्छ, डिवाइड गरिन्छ। हेर, अब -13 अनि यहाँ के डिवाइड गर्छ भने के आउँछ -2 प्लस 48। अरु त अब सकिन्छ हैन, अब त प्लस गरिदिने। पहिला यो माइनस माइनस दुईटै छ भने यो माइनसलाई दुईटै मैले के भनेको थिएँ, यदि साइन चाहिँ सेम छ भने एडिसन गरिन्छ। रुल अफ एडिसनमा इफ दुईटा साइन चाहिँ सेम छ भने एउटा साइनलाई कमन लेखिन्छ, साइनलाई कमन एउटा लेखिन्छ अनि यो दुईटा नम्बरलाई के गरिदिन्छ, जोडिदिन्छ भने 30 to 15 हुन्छ। अनि यो प्लस 48। अब 48 बाट 15 घटाइदिनु कति आउँछ, ल जति आउँछ त्यति आन्सर 33 आवर रिक्वायर्ड एन्सर। ल अहिले नरोक, यहाँ हेर्नुस्, यसलाई हेरौँ। हामीले यसमा चाहिँ ब्रेकेट्सको रुल चाहिँ युज गर्यौँ हैन, बक्सको। पहिला ब्रेकेट सल्भ गर्ने। अब ब्रेकेटमा पनि स्मल ब्रेकेट, त्यसपछि कर्ली ब्रेकेट, त्यसपछि बिग ब्रेकेट। ल यो क्वेशन्स पनि भ्याइयो। हेर 3-4 वटा क्वेशन्स बताउँछु म यसमा हैन। यहाँबाट तपाईको हरेक क्वेशन्स, बुकको हरेक क्वेशन चाहिँ सल्भ भइहाल्छ। यस्तो ट्रिक यसमा म दिन्छु। सबै ट्रिक्सहरु यो 3-4 वटै क्वेशन्समा पुरै हुन्छ नि। यो सल्भ गरेपछि हजुरको पुरै सल्भ भइहाल्छ। ल सल्भ गरिन्छ बारलाई। यो सब पार्ट 1 भिडियोमा पुरै बताइसकेको छु। अब म लिंक यसमा हाल्दिन्छु। त्यो यदि त्यो भिडियो हेर्नु भएको छैन भने पहिला गएर त्यो भिडियो हेर्नुस् अनि कन्सेप्ट चाहिँ पुरै क्लियर हुन्छ त्यहाँबाट। अनि यसमा बल्ल आउनु हुन्छ। ओके ल, सो सबभन्दा के बार, पहिला सबभन्दा पहिला के सल्भ गर्ने, बार सल्भ गर्ने। सो बार कहाँ छ, यहाँ छ। ओके, सो बारलाई सल्भ गर्नको लागि सबभन्दा पहिला के गर्ने, यो हेर्ने बार कुन नम्बरको माथि छ। यो एक्सप्रेसन जुन छ 6 - 4, यो बारले मात्र के काम गरेछ, कुनै केही चेन्ज गर्दैन, यसको भ्यालुमा केही चेन्ज गर्दैन। मात्र यसले यो भन्छ कि सब यसले बारले के सो गरिरहेछ हैन, म चाहिँ किङ हो, पहिला मलाई नै फोकस गर पहिला। त्यही भएर मात्र यसले फोकस मात्र गराएको छ 6 - 4 मा। कि सबभन्दा पहिला यो एक्सप्रेसनलाई सल्भ गर। इभन मैले पहिले यहाँ हेर यो स्मल ब्रेकेटलाई नै सल्भ गर्ने हो, तर स्मल ब्रेकेटमा पहिले डिभिजन छ, यहाँ डिभिजनलाई सल्भ गर्न पर्थ्यो। तर यसले बारले के गर्दियो, हैन आई एम द किङ अफ दिस क्वेशन, द्याट्स व्हाई यु मस्ट सल्भ फर्स्ट मी। द्याट्स व्हाई यो एक्सप्रेसनलाई पहिला सल्भ गर्न पर्छ, बिकज बार चाहिँ पहिला आउँछ। ओके ल, अरु सबैलाई त्यतिकै राखौँ, छुदैन छुने। पहिला यहाँ मेन फोकस हुन पर्यो, यसलाई सल्भ गरौँ। ल सोलुसनमा 8 माइनस बिग ब्रेकेट 15 - 7 into 4 माइनस कर्ली ब्रेकेट 4 माइनस अब 4 डिवाइड बाई, अब हेर्नु 6 - 4 के 2 एन्ड द्याट इज इक्वल टु। अब हेर फेरि अगेन यसलाई सल्भ गर्ने हो। अब ब्रेकेट त पहिल्यै हटाउने हो। अब स्मल ब्रेकेट हटाऊँ पहिला। 8 माइनस बिग ब्रेकेट 15 - 7 into 4 माइनस कर्ली ब्रेकेट 4 माइनस 2, 4 डिवाइड बाई 2 2। अनि यहाँ प्लस भइहाल्छ भने
4 डिवाइड बाई 2 2 अनि प्लस इन्टु माइनस माइनस एन्ड 2 इन्टु 1 इक्वल टु यहाँ केही छैन भने 1 छ अनि यहाँ -2 कर्ली ब्रेकेट। ओके अब चाहिँ स्मल ब्रेकेट सक्यो कर्ली ब्रेकेटको पालो। ओके 8 माइनस बिग ब्रेकेट 15 माइनस 7 इन्टु 4 माइनस यसलाई सल्भ गरौँ। अब 4 माइनस 2 कति यहाँ केही छैन भने 1 छ यो याद राख्ने केही छैन भने 1 छ 4 माइनस 2 2 अनि यो प्लस 2 आउँछ। अब प्लस इन्टु माइनस माइनस एन्ड 2 इन्टु 1 2 बिग ब्रेकेट। ओके अब 8 माइनस अब यो पुरैलाई सल्भ गरौँ पहिला यो क्वान्टिटीलाई बिग ब्रेकेटलाई पहिला सल्भ गरौँ। 8 माइनस 15 15 माइनस 7 4 जा मल्टिप्लाई गर्ने पहिला 7 4 जा 28 माइनस 2। अब 8 माइनस यो दुईटै मैले के भनेको थिएँ सेम नम्बर हुन्छ सेम साइन हुन्छ भने नम्बर के हुन्छन् एड हुन्छन् भने -15 माइनस 30 अनि अब यहाँ चाहिँ डिफ्रेन्ट साइन आयो डिफ्रेन्ट साइन आयो हैन अनि डिफ्रेन्ट साइनमा के हुन्छ घटाइन्छ नम्बरलाई के गरिन्छ घटाइन्छ। अब हेर्नुस् घटाउन त घटाइन्छ तर यस्तो नम्बर कमन गरिन्छ जसको भ्यालु बढी हुन्छ। अब हेर्नुस् त 30 यो 30 ठुलो छ कि 15 अभियसली 30 ठुलो छ भने 30 ठुलो छ भने एन्सरमा माइनस पहिला लेखिन्छ। ओके यहाँ 8 माइनस अनि यहाँ के हुन्छ यहाँ मल्टिप्लाईमा -15 आउँछ। अब हेर केही छैन भने यसको अगाडि 1 छ म सधैँ भनिरहेको छु अनि अब माइनस इन्टु माइनस प्लस हुन्छ 15 इन्टु 1 15 सो 8 प्लस 15 द्याट इज इक्वल टु कति 23 आवर एन्सर। बुझ्यो यो? ओके यहाँ हेर सबभन्दा पहिला बार बदमासको रुल यसमा युज गऱ्यौँ सल्भ भयो हैन। ओके ल अब हामी चाहिँ क्वेसन नम्बर 4 ओके अब चाहिँ क्वेसन्स नम्बर 4 मा हामी हेरौँ। क्वेसन नम्बर 4 मा के दिएछ अफ पनि दिएछ यसमा एक्स्ट्रा अनि अरु सब कुरा सेम छ सबै कुरा सेम छ बदमास रुल नै युज गर्ने हो। अब हेर्नुस् बदमास रुलमा पहिला के गर्ने बक्स हटाउने ब्रेकेट हटाउनु ल हटाइदिउँ अब त भन्नै पर्दैन होला अब त भन्न पर्दैन होला सायद 30 माइनस 5 इन्टु 2 अफ 3 प्लस यसलाई हटाइदिनुस् कति आउँछ 16 डिवाइड बाई 8। ओके अब के गर्ने ब्रेकेट गयो ओ अफ कहीँ छ अफ यहाँ छ यो दुईटामा छ यसको मतलब यसको अफ गर्ने अनि अफ भनेको मैले के भनेको थिएँ अफ इक्वल टु मल्टिप्लिकेसन अफ भनेको के मल्टिप्लिकेसन सो यसलाई मल्टिप्लाई गरिदिनु दुईटा नम्बरलाई ल 30 माइनस 5 इन्टु 3 2 जा 6 अनि प्लस 16 डिवाइड बाई 8। अब हेर्नुहोस् अब अफ पनि सक्यो डिवाइड यो डिवाइड गरिदिनु डिवाइड कहाँ छ यहाँ दुईटा छ यो दुईटा नम्बरमा छ अनि यसलाई डिवाइड गरिदिनु भने 30 माइनस 5 इन्टु 6 प्लस 8 2 जा 16। अब डिवाइड सक्यो मल्टिप्लाई मल्टिप्लाई गरिदिनु 30 माइनस 6 5 जा 30 प्लस 2 हो। अब यहाँ हेर्नुहोस् 30 यहाँ प्लस छ 30 यहाँ माइनस छ 30 यहाँ प्लस छ 30 यहाँ माइनस छ भने यो क्यान्सल आउट प्लस माइनस क्यान्सल। अब बच्यो के 2 अनि 2 आवर रिक्वायर्ड एन्सर सिम्पल छ कि छैन। ओके क्वेसन सल्भिङमा यति नै हो। यति पुरै कन्सेप्ट यति पुरै क्वेसन्सलाई सल्भ गरेपछि यदि हजुरहरूको अहिले पनि केही डाउट्स छ भने कि सर सिम्प्लिफिकेसन कसरी गर्ने बदमास रुल युज गरेर फेरि कमेन्ट गर्नु होला। आई विल मेक अ न्यू भिडियो अन दिस। ओके बाई।